आज हामी सबैजना मिलेर पिकनिक खान भनेर कहाँ लाग्यो त। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। म एकदमै ठिक छु। आयो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। बिहान चाँडै उठेर तयार भए किनकि 6 बजेसम्म कलेजमा पुगिसक्नु पर्ने थियो। त्यसैले ढिलो नगरी हतार हतारमा म रुमबाट निस्किए। एकछिन पछि कलेजमा पनि पुगियो, तर 6 बजिसक्दा पनि अहिलेसम्म कोही आइपुगेका थिएनन्। 1-1.5 घण्टा पछि सबैजना जम्मा भएर बसमा चढियो र बस कलेजबाट हिँड्यो। केही समयपछि अतरिया बजारमा बस पुग्यो र बस रोकियो। त्यहाँ आफूलाई बसमा बसेर खान चाहिने खानेकुराहरू पनि किनियो। आधा घण्टा पछि बल्ल तल्ल बस त्यहाँबाट हिँड्यो। अब भने तराईको पाल्लो र आगोको राप जस्तै गर्मी छोडेर बस भने उकालो पहाड सफा वातावरण सँगसँगै चिसोतिर उक्लियो। 2 जना शिक्षक अनि 1 जना बस चालक सँगसँगै सबैजना साथीहरू खूब रमाइलो गर्दै थिए। कोही उठेर नाच्दै थिए भने कोही आफ्नो सिटमै बसेर नाच्दै थिए। म भने अब त्यो नाचगान हेर्न भन्दा पनि बाहिरको हरियाली वातावरण हेर्न र रमाउनमा व्यस्त भए। तराईको भूभाग भित्रबाट जतिसुकै राम्रो देखिए तापनि बाहिरबाट भने धेरै नै फरक देखिँदै थियो। अँध्यारो अनि कुहिरो लागेको आजको दिन मेरा लागि भने जिन्दगीकै सबैभन्दा फरक अनुभव। अनि आफ्नै क्लासका साथीहरूसँग यसरी पिकनिक जानुमा खुसीको कुनै सिमाना थिएन। धेरै दिनबाट भारी भएको त्यो तन मन शरीर हलुका भएर त्यो चिसो हावामा उड्दै थियो। त्यो सफा वातावरणले मनमा आनन्द ल्याइदियो। काँडा काँडा ठुला ठुला रुखहरूले भरिएको जंगल हेर्दै एक छिनमै डर लाग्दो त्यो भासुको भिड पनि आएको पत्तै भएन। केही छिनमा 2 पसल भएको ठाउँमा बस रोकियो। बसबाट बाहिर झरेर ऐसेलुको झारीमा पसियो। ऐसेलु खाएर पनि बसमा चढेर बस त्यहाँबाट हिँड्यो। अब भने हामी पिकनिक गएको ठाउँको धेरै नजिक पुगिसकेका थियौं, तर पनि साथीहरूको नाचगान भने अझै सकिएको थिएन। त्यहाँ जंगलका सल्लाहका रुखहरू मिलाएर राखिएको जस्तै देखिन्थे। देख्नमा ती निकै सुन्दर देखिँदै थिए। बाटोमा एउटा ठूलो ताल थियो, दाम त थाहा छैन, तर सफा सुन्दर हरियो रङको देखिँदै थियो। छहरा झरनाको मेन गेटमा पनि पुगियो। बुडोर झरना नामले चिनिने त्यो पर्यटकीय क्षेत्रमा मेरो भने घुम्न आएको यो दोस्रो पटक थियो। बिस्तारै रमाइलो गर्दै आराम गर्दै कलेजबाट बुडोर झरना 5 घण्टा समय लगाएर बल्ल तल्ल पुगियो। बसबाट सामान निकाल्दै अनि सरासर खाना बनाउनको लागि तयार भइयो। सबैजना आफ्नो आफ्नो कामतिर लागे। केही समयपछि घुम्नतिर लागियो। गर्मी समय भएर होला छहरामा पानी पनि निकै सानो थियो, तर पनि घुम्न आउनेको निकै नै भिडभाड थियो। त्यहाँबाट आएर खाना पनि खाइयो। खाना खाइसकेपछि धेरै फोटो भिडियो खिचियो। त्यहाँको सबै काम पनि सकियो। त्यसपछि फेरि 4:40 मा बस त्यहाँबाट हिँड्यो। साथीहरूको त्यो नचाइले गर्दा बार च्याप्पिएर अब आएन लाइन पे। केही समयपछि बस बुडोर बजारमा रोकियो। त्यहाँ एकछिनको लागि भनेर आराम पनि गरियो। त्यहाँको एकछिनको आरामपछि रमाइलो नाचगान हेर्दै अगाडि बढ्यौं। अझै यो सुन्दरतामा रमाउने मन हुँदाहुँदै पनि बाध्यतावश मन मार्नु पर्दै थियो। यो दिन ल्याउने साथी कमल आचार्य लगायत उनको टिमलाई धेरै धेरै धन्यवाद। फेरि यस्तै दिनहरू धेरै आउला, तर आजको जस्तो दिन कहिले पनि आउने छैन। यो दिन धेरै नै यादगार रहनेछ। आजको भिडियो यति नै।